नमस्कार, म प्रेम बहादुर अर्याल। यति बेला मालिका गाउँपालिका 4 अर्खबाङटीबाट बोल्दैछु। यो हाम्रो 2 दिने स्वास्थ्य शिविर चलिराखेको छ। चेकअप गरिराख्नु भएको छ। यहाँ भिडियो एक्सरे गर्ने, ब्लड परीक्षण गर्ने हैन, सबैजना आउनुहुन्छ। एक्सरे चाहिँ यो रुममा भइराखेको छ। अहिले भर्खरै लाइन गइराखेको छ। जेनेरेटर चल्छ एकछिनमा। हामी जेनेरेटर चलाएर अब गर्दैछौँ। अब ठिक छ। ल्याबमा चाहिँ रगत पिसाबको टेस्ट भइराखेको छ। यहाँ सबैजना चेकअप हुँदैछ धमाधम। यहाँ बिपी चेक भइराखेको छ। यहाँ सबैजना हुनुहुन्छ। मालिका गाउँपालिकाका उपाध्यक्ष आदरणीय उपेन्द्र अर्याल सर हुनुहुन्छ यहाँ। यो गाउँपालिकाले यो स्वास्थ्य शिविर आयोजना गरेको छ। यो कस्तो चल्दैछ? विशेष गरी गाउँपालिकाले आफ्ना जनताहरूलाई स्वस्थ राख्नुपर्छ, जनताहरू स्वस्थ हुनुपर्छ। उहाँहरूको स्वास्थ्य सम्बन्धीमा चाहिँ मिनिमम रूपमा भए पनि गाउँपालिकाले लिनुपर्छ, अपलोड गर्नुपर्छ भन्ने हिसाबले गाउँपालिकाले यो मात्रै होइन, धेरै शिविरहरू गर्दै आएको छ। र खासमा आज चाहिँ विशेष गरी महिला रोग सम्बन्धी शिविर राख्नको कारण चाहिँ हाम्रो अशिक्षित गाउँ जहाँ यहाँका महिला आमाहरू दिदीबहिनीहरू चाहिँ अझै पनि आफ्नो रोग लगाएर लाजले अथवा हरेक किसिमको चाहिँ आफ्नो रोग निकाउने जुन प्रचलन छ र रोगी भएर पनि उपचार गर्न नजाने, कति आर्थिक अवस्थाका कारणले उपचार गर्न जान नसक्ने, कति चाहिँ अब यो रोग चाहिँ मलाई यो रोग लागेको छ भनेर भन्न नसकेका कारणले चाहिँ उपचार नगराउने परिपाटीको अन्त्यका लागि आज यो स्वास्थ्य शिविरको आयोजना गरिएको। मैले यो शिविर भरि पनि चल्छ, तसर्थ समग्र मालिका गाउँपालिकावासी आदरणीय आमा दिदीबहिनीहरूलाई यो मौकाको चाहिँ भरपुर फाइदा उठाउनको लागि पालिकाले योभन्दा अगाडि पनि विभिन्न किसिमका स्वास्थ्य शिविरहरू सञ्चालन गरिराखेको छ र अरू शिविर र यो शिविरको चाहिँ अलिकति फरक चाहिँ के हो? अरू शिविरका आफ्ना विशेष गरी विशेषज्ञ डाक्टरहरूले चेक गर्दाखेरि एउटा डाक्टरले सबै रोग चेक नगर्ने हुँदा हामीले योभन्दा अघिल्लो पटक नाक, कान, घाँटी, आँखा र दाँतको चाहिँ शिविर सञ्चालन गऱ्यौँ। त्यस पछाडि अस्ति चाहिँ मुटुको रोगको शिविर सञ्चालन गऱ्यौँ र यो पछाडि पनि मुटु रोगको पनि फेरि एउटा शिविर सञ्चालन हुँदैछ। र आज विशेष गरी गाइनको महिला रोग सम्बन्धी शिविर भएको भएर यो शिविर चाहिँ अरू जस्तो दाँत, आँखा, घाँटी नभएर यो चाहिँ अलिकति के भने विशेष गरी महिलाहरूले जुन मैले भनेर प्रचलन छ त्यसलाई चाहिँ अन्त्य गर्नका लागि पनि यो ठिक नहो, फरक हो भन्ने लाग्छ। यो शिविरमा स्वास्थ्य परीक्षण हुन्छ अनि यसको चाहिँ कुनै स्वास्थ्य समस्या देखियो भने फर्दर उपचारको लागि पालिकाले अथवा केही सहयोग गर्न सक्छ कि अथवा व्यक्तिले स्वयं आफै उपचार गर्न हस्पिटलसम्म पुग्न पर्ने हुन्छ? यसको लागि मैले डाक्टर साहबलाई भनेको छु, जो क्रिटिकल केसहरू छ ती क्रिटिकल केसहरू आइसके पछाडि हामी त्यसलाई चाहिँ छान्छौँ। त्यसलाई चाहिँ छानिसके पछाडि जो चाहिँ आफ्नो उपचार गर्न सक्षम हुनुहुन्छ आर्थिक अवस्थाले उहाँहरू चाहिँ आफै आफ्नो हिसाबले जानुहुन्छ। जो सक्नुहुन्न, कतिजना सक्नुहुन्न, त्यसपछि नसक्नेहरूलाई चाहिँ हामीले विभिन्न हस्पिटलहरूलाई चाहिँ अनुरोध गरेर गाउँपालिकाको तर्फबाट अनुरोध गरिसके पछाडि केही लगानी उहाँहरूले पनि गर्नुहुनेछ, केही डिस्काउन्ट चाहिँ हस्पिटलले पनि गर्ला र केही त्यो चाहिँ गाउँपालिकाले थप
लगानी गरेर भए पनि उहाँहरूको चाहिँ स्वास्थ्यलाई ठिक पार्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले गरेका हौँ र अघिल्लो पटकमा पनि त्यस्ता आएका क्रिटिकल केसहरूलाई जो चाहिँ आर्थिक अब पैसा नभएका कारणले उपचार गर्न पाउनु भएको छैन उहाँहरूलाई त्यस्ता केसहरू चाहिँ पहिचान गरेर थप उपचारका लागि विभिन्न हस्पिटलहरूमा चाहिँ पठाउने र गाउँपालिकाले त्यसपछि सहयोग गर्ने। हस्, धन्यवाद। आदरणीय हाम्रो एडमन्ड सिटी हस्पिटलको सिओ रमेश सिटौला सर। रूपन्देही सम्पर्क समाजलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूको पहलले आफ्नो जन्मस्थानमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विशेषज्ञ शिविरको आयोजना गर्नुभयो, जुन शिविरमा प्राविधिक सहयोग गर्ने जिम्मेवारी एडमन्ड सिटी हस्पिटललाई दिनुभएको छ। हस्पिटलको तर्फबाट यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरू मात्रै नभएर यस गाउँपालिकावासीहरू सबैलाई धन्यवाद दिन चाहन्छु। यस्तो रमणीय ठाउँमा चाहिँ डाक्टर ज्योति लगायतको विशेषज्ञ टिम आएर स्वास्थ्य सेवा प्रदान गर्ने जुन अवसर हामीले पाएका छौँ र आफ्नो जन्मभूमिप्रति यहाँले देखाउनु भएको सेवा सद्भावको लागि म साँच्चै नतमस्तक छु र यो समितिले आउने दिनहरूमा पनि आयोजना गर्ने कार्यक्रममा एडमन्ड सिटी हस्पिटल जितगढी बुटोलले चाहिँ सहयोग गर्ने यहाँहरूलाई प्रतिबद्धता गर्दछु र आजको यो कार्यक्रममा जुन सेवा लिनुहुने यो शिविरबाट सेवा लिनुहुने सेवाग्राहीहरूलाई चाहिँ हस्पिटलमा उहाँहरू आउनुभयो भने चाहिँ हस्पिटलको तर्फबाट आवश्यक टेस्ट र चेक जाँचमा चाहिँ 20% चाहिँ छुट गरिनेछ र स्त्री तथा प्रसुति सम्बन्धी सेवामा चाहिँ उहाँ पर्चा काट्नु पर्दैन, यही पर्चाले काम गर्ने कुरा यहाँहरूलाई अनुरोध गर्दछु र अस्पताल र यो समाजबीच सहकार्य गर्ने मौका पाएकोमा एकदमै खुसी लागेको छ। धन्यवाद। धन्यवाद सर। अनि हाम्रो यो आज जुन यो मालिकामा हामी यो जनाले चेक गरिरहनु भएको छ, यदि उहाँहरूलाई पुनः चेक गर्न पर्यो भने आजकै कार्डले चाहिँ 20% डिस्काउन्ट सहित काम गर्छ नि त सर? गर्छ हजुर। त्यसको लागि अस्पतालले चाहिँ व्यवस्था मिलाएको छ। उहाँहरूलाई फोटो लागेको बेलामा यो कार्ड लिएर यो कागज लिएर चाहिँ अस्पताल आउनु हुनको लागि अनुरोध गर्दछु। त्यति मात्रै नभएर यो समाजको सिफारिसमा गुल्मी यो मालिका गाउँपालिकाबाट अरू व्यक्तिहरूले स्वास्थ्य सेवा लिनको लागि हाम्रो एडमन्ड सिटी हस्पिटलमा आउनुभयो भने आवश्यक टेस्ट र आवश्यक कुराहरूमा चाहिँ हामी 20% चाहिँ छुट गर्ने कुरा चाहिँ अस्पतालको प्रतिनिधिको हैसियतले यहाँ सबैलाई जानकारी गराउन चाहन्छु। धेरै धेरै धन्यवाद आदरणीय हाम्रो एडमन्ड सिटी हस्पिटलको सिओ रमेश सिटौला सर। यहाँलाई पुनः म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो एडमन्ड सिटी हस्पिटलसित हामी फेरि पनि पुनः सहकार्य गर्नेछौँ, जोडिनेछौँ। धन्यवाद सर। यस सिलसिलामा हामीले हाम्रो सम्पर्क समाजका अध्यक्ष आदरणीय उमेश रेग्मी सर हुनुहुन्छ, जुन हामीले यो सम्पर्क समाजले नै यो कार्यक्रमको कोअर्डिनेसन गरेका छौँ। आदरणीय उमेश सरलाई म यो आजको शिविरमा केही कुरा बताइदिनको लागि हार्दिक अनुरोध गर्छु। धन्यवाद। सबैजनालाई नमस्कार। गुल्मी मालिका गाउँपालिका वार्ड नम्बर 4 रूपन्देही सम्पर्क समाजको समन्वय, मालिका गाउँपालिकाको आयोजना तथा एडमन्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा आज 23 र भोलि 24 गते 2 दिन महिलाको स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन भइरहेको छ। हामीले हाम्रो मालिका जस्तो जुन दुर्गम क्षेत्र छ यसका महिला दिदीबहिनीहरू जो स्वास्थ्यको पहुँचबाट टाढा हुनुहुन्छ उहाँलाई आफ्नै गाउँमा सेवा दिन सकौँ, परामर्श गर्न सकौँ भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेका छौँ। दिदीबहिनीहरू यो कार्यक्रममा आउनुहुनेछ, उहाँले आफ्ना समस्याहरू त्यो राख्नुहुनेछ। टाढा बुटोल जानुपर्ने, काठमाडौँ जानुपर्ने परामर्शको लागि त्यो कुरा अहिले हुने छैन। उहाँहरू यहाँबाटै आफ्नो सेवाहरू लिन सक्नुहुनेछ। हामीले वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर ज्योति राणा र उहाँको टिमलाई यहाँ आमन्त्रण गरेका छौँ। भिडियो एक्सरे सेवा पनि छ, यहाँ ल्याबको सुविधा पनि छ, केही औषधिको सुविधा पनि छ र सँगसँगै जसको अलिकति जटिल अवस्था देखिएको छ, थप उपचार गर्नुपर्ने छ, उहाँहरूको लागि पनि यस सम्पर्क समाजले केही सहुलियतमा स्वास्थ्य उपचार गर्ने एउटा सम्झौता गरिसकेको छ। यस कार्यको लागि जुन प्राविधिक सहयोगको लागि हाम्रो एडमन्ड सिटी हस्पिटलको सिइओ रमेश सिटौला सरले पनि हामीलाई एकदम सहजीकरण गर्नुभएको छ।
हाम्रो उपेन्द्र अर्याल भाइको सहजीकरण र मालिका गाउँपालिकाको उपाध्यक्ष उपेन्द्र अर्यालले एकदम ठुलो सहयोग पनि गर्नुभएको छ। हाम्रो संस्था अर्याल लगायत हाम्रो संस्थाका सम्पूर्ण पदाधिकारीको टिम, सदस्यको टिम, पूर्व सचिव, सदस्यहरूको टिम सबै यस कार्यमा जुटेका छौँ। आशा छ यो कार्यक्रमको भव्य र सभ्य रूपमा सम्पन्न हुनेछ। आदरणीय वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर ज्योति राणा पनि हुनुहुन्छ। म्याडम, हजुरले आज यो मालिका 4 अर्खबाङमा स्वास्थ्य शिविरमा आएर यो आज चेक गरिरहनु भएको छ बिरामीहरूलाई। कस्तो टाइपको बिरामीहरू यहाँ अहिलेसम्म चेक गर्दा कस्तो कस्तो प्रकारको बिरामीहरू आउनुभएको छ यहाँ? म चाहिँ यो महिला सम्बन्धी चाहिँ निःशुल्क स्वास्थ्य शिविर भएको हुनाले हामीले चाहिँ यहाँनिर धेरै जस्तो चाहिँ पाठेघरको मुखको क्यान्सरको लागि फोकस गरेका छौँ। त्यसले गर्दा हामीले एउटा VIA टेस्ट भन्ने गरेका छौँ। हामी प्रत्येक महिलाहरूलाई चाहिँ हामीले अहिले VIA टेस्ट गरेछौँ। त्यसमा अहिलेसम्म हामीले 40 जना जति हेऱ्यौँ भने त्यसमा त 3-4 जनाको जति पोजिटिभ देखिएछ। त्यसले गर्दा चाहिँ त्यो पोजिटिभ देखेपछि चाहिँ यसलाई फेरि फर्दर चाहिँ इन्भेस्टिगेसनको लागि एउटा HPV DNA LBC जाँच्नको लागि चाहिँ हामीले चाहिँ हायर सेन्टरमा रिफर गरेका छौँ। त्यसको धेरै चाहिँ छैन, धेरै जस्तो चाहिँ कोही पाठेघर खसेको बिरामी, कोही पाठेघर मुखमा घाउ भएको र एउटा 2टा बिरामी चाहिँ पाठेघरमा मासुको डल्लो पलाएको बिरामी चाहिँ आउनुभएको छ अहिलेसम्मलाई। अनि त्यस्तै गरी हामीले चाहिँ यहाँ चाहिँ भिडियो एक्सरे पनि कसो सुविधा भएको हुनाले यहाँ चाहिँ बिरामीहरू हामीले भिडियो एक्सरे र रगत पिसाब जाँचहरू पनि गरेका छौँ। धेरै जस्तो त हामीले VIA टेस्ट गरेर क्यान्सर छ कि छैन पनि हामीले हेरेका छौँ। हस्, धन्यवाद म्याडम जानकारीको लागि। के नाम हो हजुरको? पूजा नेपाली। आज यो हाम्रो स्वास्थ्य शिविर लागेको थियो, हजुरले चेकअप गर्नुभयो। खास के समस्याहरू आउनको? मलाई चाहिँ महिनावारी हुँदा धेरै नै पेट दुख्ने अनि ढिँडै नै ब्लड हुने अनि कोखानी एकदमै दुख्ने गर्थ्यो अनि त्यसैको लागि चेकअप गर्न आउनको। अनि एक्सरे भयो सबै? केही समस्या देख्यो कि नै? के भन्नु? केही देख्दै छैन, तर औषधि चाहिँ दिनुभएको छ। औषधि दिनुभयो? हस् ल, थ्याङ्क यू। नमस्कार, के नाम हो हजुरको? मेरो गङ्गा अरे कति वर्ष हुनुभयो? अहिले 6 सालले कति भयो? 6 सालको? 78 मा हुनुभयो नि। अनि के गर्न आउनुभएको आमा यहाँ? केही स्वास्थ्य समस्या थियो? स्वास्थ्य समस्या भएर आएको। के भयो थियो? के भएर आउनु? के को चेकअप गर्नुभयो? बिमार त दमको, प्रेसरको सब चिजको छ। चेकअप गर्नुभयो नि? गरिदिउँ डक्टरले औषधि दिनुभयो? दिनुभयो। हस् ल, राम्रोसँग औषधि खानु है त ल। हस्, नमस्ते। हामी यति बेला यही स्वास्थ्य शिविरकै सिलसिलामा छौँ। हामीसँग यो मालिका गाउँपालिका 4 अर्खबाङ स्वास्थ्य चौकीका प्रमुख आदरणीय एम प्रसाद घिमिरे सर हुनुहुन्छ। सर, हजुरलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार। हाम्रो यो हिजोदेखि स्वास्थ्य शिविर चलिराखेको छ। यो हाम्रो शिविरमा कस्तो मान्छेहरू आइरहनु भएको छ यहाँ? यो हाम्रो शिविर चाहिँ धेरै राम्रो छ, किनभने यसमा सीमित चाहिँ महिलाहरूको रोगको भएको हुनाले हजुर धेरै जसो स्त्री रोग चाहिँ को बारेमा जचाउनलाई खास पाठेघरसित सम्बन्धित त्यो जुन चाहिँ पाठेघरमा सिस्टहरू भएका धेरै छन्। त्यसपछि त्यो सिस्टहरूको चाहिँ अब पत्ता लगाउन त पछि पर्ने होला, रेफर हुँदैछ यहाँबाट। हजुर धेरै जस्तो चाहिँ अधिकांश यसमा चाहिँ आएका छन्। रिपोर्ट हामी यकिन गर्न सकेका छैनौँ अझै, पछि छलफल हुन्छ र बताउँछौँ। अरू पनि हाम्रो बिरामीहरू चाहिँ सेवा लिन आइरहनु छ। मेडिकल डक्टरहरू हुनुहुन्छ, गाइनोकोलोजिस्ट हुनुहुन्छ, उहाँहरू हेर्दै हुनुहुन्छ। राम्रो छ सेवा चाहिँ। लगभग अहिलेसम्म कतिजना जति आउनुभयो चेकअप गर्न यो शिविरमा? अहिले हाम्रोमा चाहिँ चेकअप गर्नको लागि स्क्रिनिङमा 195 जना अहिलेसम्म। अब हामी चाहिँ फाइनल रिपोर्ट चाहिँ एकछिनपछि हुन्छ। हस्, धन्यवाद सर, धन्यवाद। नमस्कार। यति बेला यो हाम्रो 2 दिने स्वास्थ्य शिविरको संयोजक उपेन्द्र अर्यालजी हुनुहुन्छ। उहाँलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। उपेन्द्र सर, हामीले यो स्वास्थ्य शिविर राखिराखेका छौँ। हिजोदेखि यो सुरु पनि भइराखेको छ। अहिलेसम्म यहाँ कस्तो खालको बिरामीहरू आउनुभएको छ? धन्यवाद छ तपाईँलाई। यो हाम्रो मालिका गाउँपालिकाको आयोजना अनि गुल्मी मालिका गाउँपालिका वार्ड नम्बर 4 अर्खबाङ रूपन्देही सम्पर्क समाजको समन्वय र एडमन सिटी अस्पतालको प्राविधिक सहयोगमा हामीले जुन यो VIA क्याम्प भनेर महिलाहरूको पाठेघर सम्बन्धीको समस्या पहिचान र त्यसको निराकरण गर्नको लागि यो जुन क्याम्प गरियो,
यहाँ डाक्टर साहबहरूले भनेअनुसार अत्यन्तै जटिल केसहरू पनि वर्षौँसम्म चाहिँ महिलाहरूको समस्या लुकाएर राखेको भेटियो होइन। उहाँहरूलाई चाहिँ डाक्टर साहबले आवश्यक परामर्श दिनुको साथै यहाँ गर्न सकेको उपचार पनि गर्नुभएको छ। अनि यसले गर्दाखेरि महिलाहरूमा हुने पाठेघर क्यान्सरलाई रोकथाम गर्न उपचार गर्नको लागि ठुलो सहयोग पुगेको छ। यो हाम्रो ग्रामीण क्षेत्रमा धेरै महिलाहरूले आफ्नो समस्याहरू बताउन लाज मान्ने जुन प्रचलन छ त्यसलाई चाहिँ केही खुलाउनको लागि यो क्याम्पले ठुलो सहयोग गरेको छ। धेरै सेवाग्राहीहरूले सेवा लिनुभएको छ। यस्ता कार्यक्रमहरू वर्षको 2 पटक यो पालिकाहरूमा भयो भने आउँदो दिनहरूमा यी समस्याहरू हुनेछन् जस्तो लाग्छ मलाई। हजुरले यो कार्यक्रमको संयोजन गरिराख्दा यहाँ हजुरलाई कुनै त्यस्तो किसिमको अप्ठ्यारोहरू अथवा कुनै बाधा अडचनहरू केही आयो कि यसलाई चाहिँ कसरी तपाईँले कोअर्डिनेसन गरेर लैजानु भएको छ? एउटा यो ग्रामीण भेग भएको कारणले गर्दाखेरि यातायातको सुविधाहरूमा पनि अलिकति समस्या त हुन्छ नै। त्यो बाहेक हाम्रो यो अर्खबाङको जुन वार्ड नम्बर 4 मा पालिका पनि रहेको छ, पालिका कार्यालय रहेको छ। यहाँको स्वास्थ्य चौकीमा हामीले एक्सपेक्टेसन गरे अनुसारको सुविधाहरू स्वास्थ्य चौकीमै छैन। यसको लागि पालिकाले ध्यान दियोस् भन्ने मलाई लाग्छ। आउँदो दिनमा अलिक सहज हुनेछ। हस्, धन्यवाद। धन्यवाद छ। र स्पेसली आज महिला सम्बन्धी निःशुल्क भन्दा पनि हामीले चाहिँ पाठेघर सम्बन्धी क्यान्सरको चाहिँ हामीले विशेष चाहिँ हामीले उसलाई फोकस गरेको हुनाले हामीले निःशुल्क चाहिँ यो VIA भन्छौँ, पाठेघर सम्बन्धी क्यान्सरको चाहिँ हामीले जाँच गऱ्यौँ। हामीले 200-300 जना महिलाहरू गऱ्यौँ। त्यसमध्येमा सबैजनालाई त हामीले VIA गर्न सकेनौँ। कोही चाहिँ उहाँ के अरे गर्भवती महिला हुनुहुन्थ्यो होइन, कोहीको चाहिँ महिनावरी भइरहेको थियो, कोही चाहिँ धेरै ओल्ड एजको भएको हुनाले हामीले VIA गरेनौँ। अब त्यो मध्येमा चाहिँ हामीले चाहिँ करिबन हाम्रो डेटामा लेखेको छ 10-12 जनाको चाहिँ पोजिटिभ आएको थियो। र त्यस्तै गरी विशेष त्यसलाई फोकस गरियो। त्यो VIA पोजिटिभ भन्नेमा चाहिँ हजुरहरूले पनि स्वास्थ्यकर्मीहरूले पनि डराइहाल्नु चाहिँ पर्दैन। र एउटा मेरो यहाँदेखि मलाई एउटा जानकारी दिन मन लाग्यो क्या, मेरो एकदमै रिक्वेस्ट छ, हजुरले सुन्नुपर्ने आवश्यक छ। VIA पोजिटिभ भयो भन्दैमा डराएर क्यान्सरै भयो भन्ने चाहिँ यो चाहिँ नभनिदिनु होला उहाँहरूलाई। योभन्दा राम्रो राम्रो टेस्टहरू हुन्छ। एउटा LBC हुन्छ अनि एउटा HPV DNA भन्छ। LBC भने चाहिँ क्यान्सर छ कि छैन, अर्को चाहिँ क्यान्सर गराउने भाइरस छ कि छैन भन्ने टेस्ट हुन्छ। त्यसले मात्रै तपाईँलाई चाहिँ यो क्यान्सर हो है भनेर चाहिँ पहिला भन्नु छ। त्यसपछि त्यसको पनि तपाईँलाई सँग लायो भने हामीसँग कल्पोस्कोपी हुन्छ। कल्पोस्कोपीको भनेको चाहिँ इन्डोस्कोपी जस्तै दूरबीनले चाहिँ हाम्रो नाङ्गो आँखाले जति देखिन्छ त्यो चाहिँ त्योभन्दा अझै राम्रोसँग दूरबीनले हेरेर हामीले चाहिँ औषधि लगाएर हेरेर त्यहाँबाट हो कि हेरेर त्यहाँबाट मासु जाँचेर मात्रै एउटा कन्फर्म गरिन्छ। VIA पोजिटिभ आयो भन्दामा हामी सतर्क हुनु पर्यो, तर पनि डराइहाल्नु चाहिँ पर्दैन भनिदिनु होला। यहाँनिर सबैले टिपिरहनु भएको छ, एकचोटि राम्रोसँग त्यो ठाउँमा जाऊ भन्नु होला। फेरि गएर LBC मात्रै गरेर आउला, LBC मात्रै गरेर हुँदैन। आजकल HPV DNA भन्ने आएको छ होइन। HPV DNA चाहिँ उसमा त्यो भाइरस छ कि छैन, त्यो भाइरस पनि हेरेर हुन्छ। 16 र 18 भयो भने त क्यान्सरै हो फेरि हेर्नु। त्यसले गर्दा यसमा गर्ने छैन। त्यस कारणले यो क्यान्सरलाई चाहिँ उमेरले छेक्दैन कि होइन। एउटा चाहिँ जुनै पनि महिला चाहिँ शारीरिक सम्पर्कमा भइसकेका छन्, चाहे ती म्यारिड हुन् अनम्यारिड हुन्, यसमा केही फरक पर्दैन। अनि मलाई चाहिँ अहिले म अलिक भरि बोल्दै चाहिँ मलाई यो सम्बन्धी चाहिँ अलिक जानकारी दिन पनि मन लाग्यो यसमा चाहिँ। अनि त्यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ एकदम विशेष निगरानीमा राखेर चाहिँ गर्नु। अरू त्यसबाहेक चाहिँ हामीले महिलाहरूको एकदमै समस्या भनेको पाठेघर खस्नु हो कि। अनि मैले यहाँ रिसर्च गरेँ क्या, मैले त बिरामीलाई सकेसम्म हिस्ट्री लिएँ। हिस्ट्री लिएर चाहिँ मिनिमम चाहिँ कसैको 2टा होला, होइन भने 4 देखि 8वटा बच्चा रहेछ। अहिलेको जेनेरेसनमा भने 8 जना बच्चा रहेछ चाहिँ महिलाहरूलाई कति दुःख भयो होला। त्यसले गर्दा चाहिँ हामीले 8-10 जनाको चाहिँ पाठेघर आङ खसेको देख्यौँ। त्यो मध्येमा हामी 6 जनालाई चाहिँ रिङ चुरा फेरिदियौँ र 1 जनाको चाहिँ पिसाब खैली खस्ने र दिशा गर्ने घर ढिलाहुरी खस्ने तर पाठेघर जाको चाहिँ हुन्छ। त्यसलाई उसलाई चाहिँ हामीले चुरा राख्न मिल्दैन होइन। उहाँलाई गर्ने अपरेसनको नाम छुट्टै हुन्छ। त्यसलाई पनि मैले त्यो लिस्ट मात्रै चढाइदिएको छु, हजुरहरूले हेर्नु होला। र ठिकै छ, मलाई पनि एकदमै खुसी लाग्यो हजुरहरूसँग चिनजान गर्न पाएँ। हजुरको ठाउँमा मलाई चाहिँ एकदमै आउने मौका जुराइदिनु भएकोमा सबैहरूलाई चाहिँ मेरो हृदयदेखि नै फेरि पनि धन्यवाद दिन चाहन्छु। र हामीलाई पनि फेरि पनि सम्झेर यसरी नै बोलाइदिनु भयो भने हामी चाहिँ एकदमै खुसी साथ आउनेछौँ जस्तो लाग्छ मलाई, म लगायत मेरो टिमलाई भनौँ न, टिमलाई, CO सर सबैलाई। र हामीले यस्तो हो, हामीले हाम्रो प्रोफेसन कस्तो हुन्छ भने काम गर्छौँ तर इन्टरटेनमेन्ट हुन त्यो हामीले हिजो रमाइलो पनि गऱ्यौँ। त्यसको लागि सरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हामी एकदम खुसी छौँ, एकदमै धेरै खुसी छौँ र फेरि पनि सबैलाई धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार। गापा 4 अर्खबाङ रूपन्देही सम्पर्क समाजको समन्वय तथा एडमन्ड सिटी हस्पिटलको जुन प्राविधिक सहयोगमा
2 दिने महिला सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा शिविर हाम्रो सम्पन्न भइसकेको छ। यो 2 दिनसम्म चलेको शिविरमा हामीले 274 जना महिलाहरूको परामर्श दिन हामी सफल भएका छौँ। दूरदराजमा रहेका दुर्गम ठाउँमा रहेका महिला दिदीबहिनीहरूको कम्तीमा पाठ्यघरको मुख्य क्यान्सरको पहिचान गरेर उहाँहरूलाई समयमै सचेत बनाएर थप उपचारको लागि परामर्श दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो। खास गरी यो गुल्मी मालिका गापाचा अरखबाङ रूपन्देही सम्पर्क समाजले विगतका दिनहरूमा पनि यस्ता विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै आइरहेको छ। हामीले एम्बुलेन्स हस्तान्तरण गर्नेदेखि लिएर यहाँका मानिसहरूलाई सहयोग गर्ने अन्य क्रियाकलापहरू गर्दै आइरहेका छौँ। यसमध्ये पनि अब हामीले एउटा शिविर गर्नुपर्छ भन्ने हाम्रो मनसाय पनि थियो। त्यसमा हामीले मालिका गाउँपालिकाको उपाध्यक्ष उपेन्द्र अर्यालसँग पनि हामीले समन्वय गरेका थियौँ। सुरुमा तपाईँले हामीले एउटा कार्यक्रम दिनुहोस्, हामीले एउटा कार्यक्रम गर्नु छ भनेर सुरुमा हाम्रो अधिवेशनको बेला हामीले एउटा प्रस्ताव पनि गरेका थियौँ। उहाँले त्यहाँ वचन दिनुभएको थियो र पछि त्यस हामी सहकार्य गर्दै जाँदाखेरि अब हाम्रो चाहिँ सेवालाई उहाँले विश्वास गरेर र ठिक छ तपाईँहरूले समन्वय गर्नुहोस्, हाम्रो आयोजना हुन्छ भन्ने किसिमबाट हामीलाई वचन दिनुभयो। र हामीले प्राविधिक टिम पनि चयन गर्नुपर्छ। प्राविधिक सहयोगको लागि हाम्रो पूर्व सचिव हाम्रो उपेन्द्र अर्याल जो अहिले सिनियर ल्याबको टेक्नोलोजिस्ट हुनुहुन्छ, उहाँलाई व्यवस्थापनको जिम्मा दियौँ, प्राविधिक व्यवस्थापनको जिम्मा दियौँ। र मलाई लाग्छ हाम्रो यो 2 दिने कार्यक्रम एकदम राम्रो भएको छ। यसमा हाम्रो एडमन्ड सिटी हस्पिटलको CEO आदरणीय रमेश सिटौला सरले पनि धेरै सहजीकरण गर्नुभएको छ। सबै कुरालाई व्यवस्थापन गर्नको लागि उहाँबाट हाम्रो धेरै कुराहरू भएका छन्। सायद उहाँले पनि भन्नुहोला। र जुन एडमन्ड सिटी हस्पिटलले हामीलाई जुन एउटा प्राविधिक सहयोग जुटाएर साथ दिनुभएको छ, यो सँगसँगै यो जुन 2 दिने शिविर सँगसँगै यहाँको जुन पर्ची लगेर एडमन्ड सिटीमा उपचार गराउने बिरामीहरूको लागि औषधि बाहेक 20% छुट दिने कुरा हाम्रो सहमति भइसकेको छ भने आज हिजो उपचार गर्न नसकेका जो महिला दिदीबहिनीहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, उहाँहरूले गुल्मी मालिका गापाचा अरखबाङ रूपन्देही सम्पर्क समाजको जुन सिफारिस पत्र बनाएर हस्पिटलमा पेश गर्नुभयो भने त्यसको आधारमा पनि सेवाग्राहीहरूले एकदम छुट पाउने कुराको सहमति भइसकेको छ। यसप्रति म यो हाम्रो संस्थाको तर्फबाट एकदम हस्पिटलप्रति, CEO सरप्रति र त्यहाँको टिमप्रति हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु। र सँगसँगै उहाँले के पनि वचनबद्धता दिनुभएको छ भने एकदम आर्थिक अवस्था एकदम कमजोर भएर अप्ठ्यारो भएर त्यो आर्थिक अवस्था कमजोर भएको भन्ने कुरा तपाईँहरूलाई पनि लाग्यो र अप्ठ्यारै अवस्था छ भने त्यसमा अझ हामीले के गर्न सक्छौँ त्यसको लागि हामीले सहयोग पनि गर्नेछौँ। आगामी दिनमा फेरि यो टिम ल्याएर हामीले सहयोग गर्छौँ भन्ने खालको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसको लागि पनि म एकदम आभार प्रकट गर्न चाहन्छु। स्पेसल्ली जुन ज्योति राणा डाक्टर हुनुहुन्छ, उहाँ वरिष्ठ स्त्री रोग विशेषज्ञ हुनुहुन्छ। हाम्रो चाहिँ संरक्षण खनाल लम्साल सर जुन रेडियोलोजिस्ट हुनुहुन्छ, उहाँले एकदम सबै बिरामीको एकदम राम्रोसँग हेर्नु भएको छ, म्याडमले पनि राम्रो गर्नुभएको छ भन्ने खालको डाक्टर साहबले गर्नुभएको छ भन्ने एकदम प्रतिक्रिया हामीले लिइरहेका छौँ। हाम्रो चाहिँ ल्याबको टिमले, हाम्रो चाहिँ फार्मेसी टिमले, हाम्रो चाहिँ स्वास्थ्य निरीक्षक ईश्वर पनि आउनु भएको छ, सम्पूर्णले एकदम राम्रोसँग गर्ने प्रयास गर्नुभएको छ। अब कस्तो भएको छैन, राम्रो भयो भएन भन्ने कुरो यहाँको सेवाग्राहीले बुझ्ने कुरा हो, महसुस गर्ने कुरा हो। हामीले त के गरेका थियौँ भने हाम्रो गाउँमा आफ्नो जन्मथलोमा सेवा राम्रो दिनुपर्छ, उत्कृष्ट सेवा दिनुपर्छ। हामीले क्वान्टिटेटिभ भन्दा पनि क्वालिटेटिभ सेवालाई हामीले फोकस गर्नुपर्छ भन्ने हाम्रो कुरा भएको थियो। र त्यही अनुसार हामीले पहल गरेका छौँ। त्यो कुरा हजुरको भोलिका दिनमा हजुरले बुझ्ने कुरा पनि हो। आगामी दिनहरूमा पनि सम्पर्क समाज जस्ता कार्यहरू गरेर जानेछ र यो कार्यक्रम सफल पार्नको लागि हाम्रो यो सम्पर्क समाज का जुन पदाधिकारी, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष लगायत हाम्रो चाहिँ सल्लाहकार जनकलाल अर्याल सर, हाम्रो चाहिँ संस्थापक अध्यक्ष वीरेन्द्र अर्याल लगायत यो टिमका सम्पूर्ण सदस्यहरूप्रति पनि म एकदम आभार प्रकट गर्न चाहन्छु, उहाँहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। किनकि हाम्रो एउटा सामूहिक कोअर्डिनेसन बिना यो कार्यक्रम सक्सेस हुने थिएन। म त एउटा त्यो मियो मात्र हो, त्यो संस्थाको अध्यक्ष मात्र हो, तर मलाई साथ दिने विङ्सहरू अरू हुनुहुन्छ। सबैको सपोर्टबाट मात्र हाम्रो कार्यक्रम सफल भयो जस्तो लाग्छ। यसमा निरन्तर रूपमा सहयोग मिल्नेछ र धेरै कुरा समयको अभाव पनि छ, धेरै कुरा नभन्दै आज यो कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो विभिन्न तह र तर्फबाट साथ, सहयोग, सपोर्ट गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति एकदम आभार प्रकट गर्न चाहन्छु। यस स्वास्थ्य चौकी जुन अरखबाङ स्वास्थ्य चौकीमा कार्यरत हाम्रो यहाँको इन्चार्ज प्रेम प्रसाद घिमिरे लगायत यहाँको स्वास्थ्य टिमहरूप्रति पनि म एकदम आभार प्रकट गर्न चाहन्छु। उहाँहरूले पनि हिजो र आज बिदाको दिनमा पनि हामीले खटेर आफ्नो सेवा चाहिँ दिइराख्नु भएको छ। अनि यहाँका वडा अध्यक्षज्यू, यहाँको चाहिँ कार्यपालिका सदस्यज्यूहरू सबैप्रति एकदम आभार प्रकट गर्दै आगामी दिनमा पनि हामीले यस्तै गाउँपालिकासँग एकदम सहजीकरण गर्नेछौँ।
यस्ता कार्यक्रमहरू ल्याउनेछौँ। तपाईँको साथ सपोर्ट हामीलाई भइरहनेछ भन्दै आज म यहाँबाट ओजेल गर्न चाहन्छु। धन्यवाद, नमस्कार। होला मैले बाल्यकाल ताप्लेजुङ जिल्लामा यस्तै पहाडी जिल्लामा बित्यो। त्यस पछाडि झापा हुँदै नेपालगञ्जमा लामो समय बसेर अहिले रूपन्देहीमा बस्ने मौका पाएको छु। बुटोलमा बसेर यस अस्पतालको चाँजो पाँजो मिलाउने एउटा प्रकाश राणा अस्पतालको अध्यक्ष हुनुहुन्छ, उहाँको सहयोगीको रूपमा काम गर्दै आएको छु। र मैले भन्नुपर्ने धेरै कुराहरू अघि हाम्रो समाजको अध्यक्षज्यूले भनिसक्नु भएको छ। मलाई चाहिँ अहिले बोलिराख्दा 2 दिन 3 दिन भयो यहाँहरूसँग धेरैसँग भेट भएको, 2-3 जना साथीहरूसँग चाहिँ पहिला भेट भएको। तर मलाई लागिरहेको छ धेरै अगाडिदेखि तपाईँहरूसँग मेरो सम्बन्ध थियो। त्यस्तो खालको आत्मीयताको चाहिँ बोध भइराखेको छ। त्यस कारणले चाहिँ मलाई यो मालिका गाउँपालिकाको सम्पूर्ण व्यक्तिसँग लभ परे जस्तो महसुस भइराखेको छ हैन। लभ भनेको वान साइड पनि हुन्छ, टु साइड पनि हुन्छ। अब स्वास्थ्य क्षेत्रमा तपाईँहरूसँग यति गहिरो लभ गर्ने मेरो विचार छ मेरो अस्पतालको। तपाईँहरूलाई परेका सम्पूर्ण कुराहरूको सहजीकरण गर्ने र तपाईँहरूलाई पनि स्वास्थ्य समस्या भयो भने चाहिँ एडमन्ड सिटीलाई सम्झिने त्यस्तो खालको वातावरण बनाउनको लागि मेरो तर्फबाट तपाईँहरूलाई आई लभ युको प्रस्ताव छ। र यो 2 दिनसम्म हामी यहाँ बस्यौँ, यसलाई अन्यथा नलिनु होला होइन। 2 दिन बस्यौँ। साँच्चै नै हाम्रो डाक्टर ज्योति राणाज्यू र पहाडी दुर्गम क्षेत्रमा चाहिँ विशेषज्ञ डाक्टर साहबहरू चाहिँ अहिले क्याम्पमा तपाईँहरू अरू देख्नु होला, क्याम्पमा डाक्टरहरू आउनुभयो भन्ने हुन्छ तर त्यहाँ पुग्नु भएको हुँदैन। तर हाम्रो उहाँको नेतृत्वमा डाक्टर संरक्षण त्यसै गरेर डाक्टर अनुज सहितको स्वास्थ्यकर्मी टिम चाहिँ यहाँ आएर चाहिँ 2 दिन हामीले सक्दो हाम्रो बुद्धि विवेक र ज्ञानले सक्दो चाहिँ सेवा प्रवाह गर्ने कोसिस गऱ्यौँ। कुनै पनि मेरो त यहाँ खासै काम थिएन, आयोजक गर्ने समाज थियो, अलिकति यसको व्यवस्था मिलाउने पालिका थियो र म चाहिँ त्यत्तिकै तपाईँहरूलाई बोर हुन्छ कि भनेर आउने मैले मौका पाएँ। त्यो मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। र अघि अध्यक्षज्यूले भने जस्तै यो पर्चा लिएर आउने व्यक्तिहरूलाई 20% औषधि चाहिँ हामीले किन्नुपर्ने हुन्छ। औषधि बाहेकका कुराहरूमा 20% गर्छौँ। र पालिकाको उपाध्यक्षज्यू हुनुहुन्छ, वडा अध्यक्षज्यू हुनुहुन्छ, यदि तपाईँहरूले कुनै बिरामीहरूलाई उसको एउटा बिरामीको चाहिँ हिजो हामीले सानो छलफल पनि गरेका छौँ, एकदमै आर्थिक दृष्टिकोणले जनक सर कहाँ हुनुहुन्छ, उहाँले प्रस्ताव निकाल्नु समस्या खालको छ, त्यसलाई उपचार गर्न पाए हुन्थ्यो भन्नुभएको छ। त्यसमा अस्पतालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु। हामी पैसाको लागि मात्रै क्रियाशील छैनौँ। स्वास्थ्यकर्मी मानव भएपछि मानवीय सेवामा चाहिँ समर्पित भएर काम गर्नुपर्छ। हरेक कुरा पैसासँग जोडिँदैन। त्यस कारणले विशेषज्ञ डाक्टर साहबहरू पनि एकजनालाई मान्छेलाई हेरेको उहाँहरूले पैसा पाउनुहुन्छ र धेरैजनालाई बुटोलमै बसेर हेर्न सक्नुहुन्थ्यो होला। तर ती सबै कुरालाई छोडेर 4 दिनको लागि समय निकालेर यहाँ आइदिनु भयो। यो उहाँहरूलाई हस्पिटलको तर्फबाट र यो मालिका गाउँपालिकाको तर्फबाट पनि विशेष गरेर धन्यवाद दिन चाहन्छु। यो खुसीमा चाहिँ उहाँहरूलाई जोरदारले ताली बजाइदिनु। यदि गाउँपालिकाले आयोजना गरेर समाजले आइसके तापनि उहाँहरू नभएको भए यो क्याम्प सम्भव हुने थिएन। र त्योभन्दा महत्त्वपूर्ण व्यक्ति चाहिँ 274 जना व्यक्तिहरू चाहिँ सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हो। हामीले विशेषज्ञ डाक्टर साहबहरू ल्याएर जति राम्रो व्यवस्था गरे तापनि यदि यो गाउँवासी दिदीबहिनीहरू नआइदिएको भए हाम्रो क्याम्प चाहिँ सफल रूप लिने थिएन। त्यस कारणले झरीको बेला छ, पानी आइराखेको छ, यही मौसम बुटोल लिएर जान पाए चाहिँ राम्रो हुन्थ्यो। उहाँ एकदमै गर्मी छ। यो पानी परेको बेलामा हामीले हेर्दा पल्लो डाँडाको गाउँहरूबाट पनि हाम्रो यो सेवा लिन आउनु भएको थियो। उहाँहरूलाई चाहिँ भित्री हृदयदेखि व्यक्तिगत तर्फबाट र मेरो एडमन्ड सिटी अस्पतालको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरेर अलिकति मैले एडमन्ड सिटी अस्पतालको प्रतिनिधित्व गरेको कारणले गर्दा एडमन्ड सिटी अस्पताल कस्तो छ भनेर भन्नु जरुरी छ। एडमन्ड सिटी अस्पताल 100 शय्याको जनरल अस्पतालको रूपमा बुटोलको जितगढीमा अवस्थित रहेको छ। यसमा डायलिसिसदेखि लिएर सम्पूर्ण सेवाहरू चाहिँ उपलब्ध रहेको छ। विशेष गरेर न्युरो र ट्रमा काहीँ घटना दुर्घटना भयो भने टाउको सम्बन्धीको अपरेसन गर्नको लागि 4K माइक्रोस्कोप लुम्बिनी प्रदेशमै 3-4वटा मेडिकल कलेज भए पनि त्यहाँ नभएको माइक्रोस्कोपको सुविधा चाहिँ हाम्रो हस्पिटलमा छ। जुन कुरा अपरेसन गर्न काठमाडौँ र इन्डिया जानुपर्ने कुरामा डाक्टरहरूले हाम्रो अस्पतालमा सम्भव छ। त्यस कारणले यदि त्यस्तो तपाईँहरूको केही भयो भने आउनुहोला। त्यो लगायत
सबै विशेषज्ञ डाक्टर साहबहरूको सुविधा छ र अर्को एसएसएफ सामाजिक सुरक्षा कोषमा यदि आबद्ध कोही हुनुहुन्छ भने त्यो पनि 20% त्यो व्यक्तिले तिर्नुपर्ने हुन्छ र 80% चाहिँ सामाजिक सुरक्षा कोषले दिन्छ। त्यो प्याकेज पनि हाम्रोमा रहेको छ। अर्को कुरा एक्स आर्मीहरू, यदि तपाईँहरू जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, यदि तपाईँको गाउँपालिकाहरूमा एक्स आर्मीहरू हुनुहुन्छ भने उहाँले इसिएचएस भन्ने कार्ड छ, त्यो कार्ड लिएर जानुभयो भने उहाँ जति जे ट्रिटमेन्ट गरे पनि हाम्रो अस्पतालमा उपलब्ध सेवाहरूमा उहाँहरूलाई पैसा लाग्दैन। त्यो पनि प्याकेज छ। त्यो बारेमा पनि जनप्रतिनिधिहरूले भनिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। आज अबेर पनि भइसकेको छ, धेरै बोल्ने र धेरै दिन बस्ने रहर छ। अहिले सल्लाह पनि गरिरहेको छु, म चाहिँ 2-4 दिन बसौँ कि भनिराखेको छु। यो तपाईँहरूको आत्मीयता, सम्मान र बन्धुत्वको भावनाले साँच्चै म लगायत मेरो टिम सबैको मन चाहिँ जितेको छ। आउने दिनमा अहिले गाउँपालिकाले सहयोग गरेको छ, अरू दिनमा गाउँपालिकादेखि सहयोग भएन भने पनि समाज र हाम्रो सहकार्यले चाहिँ एउटा हामी यहाँ यो क्षेत्रमा जनरल शिविर, अरू पनि यस्तै शिविरहरू गर्नको लागि यहाँहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै यहाँहरू सबैलाई भित्री हृदयदेखि धन्यवाद दिँदै मेरो भन्नुपर्ने कुरा यी अन्त्य गर्छु। हस्, धन्यवाद। हामीले वास्तवमा यो शिविरको आयोजना कसरी, यो ठाउँ किन तोकियो, कसरी सुरु गरियो भन्ने कुरा बुटोल गएको बेला उहाँहरूको अधिवेशन हुँदै गर्दा यो बुटोलमा हुने सम्पर्क समाजले गर्ने हरेक कार्यक्रमहरू म प्रायः छुटेको छैन। म निर्वाचित भएको 4 वर्ष जति भयो। अलिक ठुला कार्यक्रमहरूमा, उहाँले वर्षको एकपल्ट गर्ने कार्यक्रमहरूमा सधैँ म पुग्ने गर्छु, किनकि हाम्रो चाहिँ यहाँका दाजुभाइ, इष्टमित्र, साथीभाइ भेट्नलाई यहाँ कोही पनि छैन, सबै बुटोलमा काठमाडौँ भएकोले यो यहाँ हुने कार्यक्रमभन्दा बुटोल हुने कार्यक्रमले प्रभाव पार्छ। तसर्थ उहाँहरूको अधिवेशनमा तपाईँलाई कुनै एउटा कार्यक्रम दिँदा भन्ने सूचना। अनि हामीले पहिला यो नसर्ने रोग सम्बन्धी पनि एउटा शिविर थियो, अनि चाहिँ मुटुको हार्टको चाहिँ शिविर अर्को थियो। त्यसपछि अर्को चाहिँ यो के बनाउने भन्दा मलाई लाग्यो जो महिलाहरू अरू शिविरहरू भए सँगसँगै गर्दाखेरि अलिक मान्छेको चाहिँ भिडभाड भयो। अस्ति घमेल गऱ्यो, 700 जनाले चाहिँ एक दिनको सेवा लिनुभयो। 700 जनालाई डक्टरले एक दिन कसरी चेक गर्न सक्छ? तसर्थ इन्डिभिजुअल एउटा रोगको मात्रै गरौँ, यो विशेष गरी लेडिजहरूको, महिलाहरूको चाहिँ रोग सम्बन्धी चाहिँ क्याम्प चलाउँ भनेर मैले नै कार्यपालिकामा प्रस्ताव गरेँ र त्यो कार्यपालिकाले प्रस्ताव स्वीकार गरेर कहाँ गर्ने, एकै दिनमा 2 ठाउँ बाँडेर गर्ने हो कि भन्ने पनि छलफल चलिसके पछाडि फेरि अब यहाँ आउने ल्याबका सामानहरू यताउता बोकेर चाहिँ दौडाउन चाहिँ भ्याउने भएको भएर एकै ठाउँ गरौँ, केन्द्रमा नै गरौँ भनेर यो ठाउँ तोकियो र आज यो कार्यक्रम सम्पन्न हुँदैछ। प्रथमत सबै जो हस्पिटलको टिम छ यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले अघि पनि ठट्टाको रूपमा भने तपाईँहरूले आउँदा वेलकम गर्नुपर्ने थियो। विशेष कारणले त्यसै दिन त्यो इस्माको केही केस थियो, त्यसमा हामी तम्घास जानुपर्ने भएकोले यहाँ उपस्थित हुन सकिएन। यो दुर्गम ठाउँ हाम्रो लुम्बिनी प्रदेशको क वर्गको ठाउँमध्ये यो पालिका मात्रै पर्छ र यो र चाहिँ रुकुमपुर गएको जिल्ला 2टा पालिका र हाम्रो यो पालिका गरी 3टा पालिका मात्रै अहिले क वर्गमा छन्। यहाँ आउने बाटोको त्यति छैन, बाटो राम्रो छैन। अरू भौगोलिक हिसाबले अथवा वातावरणीय हिसाबले त अहिले यो गर्मीको समयमा उत्कृष्ट छ, तर पनि यहाँ आउन धेरै गाह्रो छ। डक्टरलाई धेरै दुःख भयो। अस्ति पनि राति कति 7-8-9 बजी कति बजीतिर आइपुग्नु भयो र आज जाँदा पनि सम्भवतः लगभग 12 बज्छ होला। फेरि तपाईँहरू पनि एउटा सेवामा लागेको मान्छे, हामी पनि एउटा सेवामा लागेको मान्छे, हामीले पनि जनताका काम गर्न पायौँ भने हामीले खुसी त्यसैमा रमाउने हो, त्यही खुसी महसुस गर्ने हो भने हजुरहरूले पनि सहरका बजारका धनी मनीका सधैँ चेक गर्नुभएको छ। यहाँ आएर जो चेक गर्न सक्दैन, जसको चाहिँ आर्थिक अवस्था कमजोर छ, तिनीहरूलाई चेक गर्दा त्यसैमा रमाउने हो जस्तो लाग्छ। मैले धेरै कुरा गर्न चाहिनँ। अरू कार्यक्रमहरू पनि हाम्रा हुँदैछन्। यो वर्ष कति गर्न सकिन्छ सकिन्न, यो पानी छानीले कतिको चाहिँ असर पार्छ, नभए चाहिँ अझै 2टा शिविर गर्न बाँकी छन्। त्यसमा पनि हामी संयोग मिल्यो भने हामी जोडी नै छौँ र यो वर्ष गर्न सकिएन, मौसम प्रतिकूल भयो भने पनि अर्को वर्षका कार्यक्रमहरूमा फेरि हामी यसै गरी जोडिनेछौँ। विशेष गरी हेडमन सिटी हस्पिटलको प्रकाश दाइ पनि मसँग आउँछु भन्नुभयो, हाम्रो बुटोल भेट्दा थियो। यस्तो कार्यक्रम छ हजुरको हस्पिटलबाट सबै टिम जाने जाने भएको छ भन्दाखेरि म पनि आउँछु भन्नुहुन्थ्यो, के भएर आउनु सक्नु भएन। हाम्रा यहाँबाट बिरामीहरूमध्ये 95% बिमारीहरू सबै चाहिँ बुटोल हस्पिटल जानुहुन्छ। 1-2% तम्घास जानुहुन्छ,
नभए चाहिँ अरू त्यहाँभन्दा 4-5% चाहिँ काठमाडौँ जानुहुन्छ। अरू 95% जाने बिमारीहरू जाने भनेको बुटुल्दै हो। प्रवास जाँदैन। प्रवास के बिचमा जस्तो पर्छ, प्रवासमा जाने 1% बिमारी प्रवास जाँदैन। प्रवास हाम्रो बसाइ अनुकूल नहुने सबै एक यहाँ भएका अधिकांशको चाहिँ बुटुलमा कोही छोरा छोरी दाइ भाइ के दाता पाता पर्ने प्रवासमा चाहिँ हाम्रो यतातिरको कोही पनि जानु तसर्थ जुन सहयोग गर्नुभयो दुःख पाउनुभयो बसाइ व्यवस्थापन राम्रो गर्न सकिएन। यहाँ राम्रा होटेलहरू छैनन्। एउटा अरूको नाममा दुधको चिया खाउँ भने दुध नपाइने ठाउँ हो यो। यस्तो ठाउँमा आएर जुन सेवा गर्नुभयो त्यसको लागि गाउँपालिकाको तर्फबाट सबै जनप्रतिनिधिको तर्फबाट सबै मालिका गाउँपालिकावासीको तर्फबाट यहाँहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै पुनः अरू कार्यक्रमहरूमा हामी जोडिनेछौँ। एउटा सम्बन्ध पनि रह्यो। म बुटोल आउँदा त्यतातिर जाँदा त्यहाँ नबसिकन फर्किन्थेँ, उपेन्द्र भाइलाई मात्रै भेटेर फर्किन्थेँ भने अब हजुरहरूसँग पनि चाहिँ परिचय भइसके पछाडि म पनि त्यहाँ आउँदा पस्नेछु। अझ एउटा कुरा त मैले यो कुरा यहाँ गर्नै पर्छ, मेरो मम्मीको रोग मलाई थाहा छैन। म त हिजो चेक गर्दै गर्दा डाक्टर साहबले भित्र बोलाउनु भयो, म खङ्ग्रङ्ग भएँ। के रिङ हो के राख्नु भएको रहेछ त्यो मलाई पनि नभन्नुभयो पो। मैले म्याडमलाई गाडी गरेँ बिहान फोन गरेर, तर म्याडमलाई पनि भन्नुभएको रहेछ। तसर्थ हाम्रा आमाहरू, हाम्रा दिदीहरू, हाम्रा बहिनीहरू अझै पनि रोग लुकाएर बस्ने जुन परिपाटी छ यसलाई अब हामीले गर्नुपर्ने अरू बाटाको काम धेरै गऱ्यौँ, बिल्डिङहरू बनाउने काम धेरै गऱ्यौँ। अब हामी चाहिँ यो समाजको चाहिँ चेतनालाई चाहिँ जगाउने खालका कार्यक्रमहरू गर्नुपर्ने रहेछ कि भन्ने चाहिँ मलाई लागेको छ। तसर्थ अब बाटा मात्रै होइन, भवन मात्रै होइन, समाजलाई चाहिँ कम्तीमा पनि आफूभित्र भएको रोगहरूलाई मलाई यो रोग लाग्यो भन्ने नलजाउने नहच्काउने खालका चाहिँ कार्यक्रमहरू हामीले गराउनुपर्छ जस्तो लाग्छ। विशेष गरी सम्पर्क समाज र एडभान्स सिटी हस्पिटलको सम्पूर्ण टिम, सिइओ डाक्टर साहब लगायत सम्पूर्ण टिमलाई पुनः हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै मेरो भनाइ यति गर्छु। धन्यवाद, नमस्कार। समाजले जुन सेवा प्रदान गर्यो यसको निमित्त हृदयदेखि आभार व्यक्त गर्दै यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू छन् गर्नुपर्ने कुराहरू, तर समयको पाबन्दी छ। डाक्टर साहबहरूलाई पनि जान हतार छ। त्यस कारणले मैले केही कुराहरू सम्बोधन पनि नगरिकन अहिलेको यो चाहिँ जुन कार्यक्रम छ यसलाई हृदयदेखि त्यो सम्पूर्ण टिमलाई धन्यवाद दिँदै र आगामी कार्यक्रमहरूमा पनि हाम्रो सहकार्य रहनेछ भन्दै यो चाहिँ कार्यक्रमलाई यही स्थगित भएको समापन भएको रूपमा